Okay. Tadi kan slow deh. Da tinggu de da wo da naru go na gun pa. Tiasa nak ada tio gun pa sana gumbar ba. Misal dia dah. Apa yang amus? Dia gun pa tak नेपाली जानने लायक टिबेट सिक्नु एकदमै सजिलो छ। अब हिंदी बोल्ने हम चाहिँ वो लोग दार्जिलिङ में है, गरम है, ठंडा सबै में है लाग्छ। तर नेपाली में छ, छैन, रहेछ, छैन रहेछ, हो, होइन भनेर त्यसरी छुटिन्छ। त्यसरी नेपाली जान्नेलाई टिबेट सिक्नु एकदमै सजिलो छ। सो अब थे गन पा अब नेपाली में हो भन्नु पर्छ के भन्ने बोल्नुपर्छ रे। सो रा टिम्पो रे दा रे। तो हिंदी में छैन, ये गुम्बा है, गुम्बा दूर है, सबै में है लाग्छ। तर नेपाली में चाहिँ यो गुम्बा हो। रा टिम्पो रे दा रे खण्डस और पोटेन्स रा टिम्पो रे दा रे, 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 रा टिम्पो रे दा रे। नेपाली में हो लेख्नु छ यसको छाउमा। रे को अर्थ चाहिँ हो लेख्नु त ग्रामर अलग्गै लेख्नु। हो भन्नु पर्ने चाहिँ रे। सो त्यो गुम्बा हो भन्नु पर्ने चाहिँ खण्डस लगरे थे गुम्बा रे पोटेन्स थे गुम्बा रे, थे गुम्बा रे, थे गुम्बा रे, थे गुम्बा रे। अब के यो गुम्बा हो भन्नु पर्यो भने चाहिँ कसरी भन्नु पर्छ? के यो गुम्बा, के त्यो गुम्बा हो खण्डस लगरे रे पे। अनि के त्यो गुम्बा हो, के त्यो गुम्बा हो। रा टिम्बो रे दा रे पासा पे। त्यसले के जनाउँछ? यो क्वेसन हो भनेर बुझाउँछ। सो के यो गुम्बा हो भन्दाखेरि केले चाहिँ यो सेन्टेन्स चाहिँ क्वेसन हो भनेर बुझाउँछ हैन। सो दे गुम्बा रुपे नेपालीमा त्यो गुम्बा हो भन्नु मिल्छ सोध्दाखेरि? हो के भन्ने बोल्नुपर्छ। अब क्वेसन मार्क त एक्चुअली बरौट हो, इङ्ग्लिसदेखिको ल्याएको हो। अब जस्तै नेपालीमा के हो, के रे पे। अनि चाइनिजमा चाहिँ क्वेसन मार्कमा चाहिँ मा, जापानिजमा क्वेसन मार्कको लागि खा। सो क्वेसन मार्क चाहिँ बरौट हो। सो हो के लेखिदिनुहोस् त। ओके त्यो गुम्बा हो नि। अब त्यो गुम्बा हो नि त्यो गुम्बा हो नि खण्डस लगरे
रेपा हो नि अनि त्यो गुम्बा हो नि रा टेम्पो रे जा रे अनि पादी खाले पादी नि रे हो नि हो नि त्यो गुम्बा दार्जिलिङमा छ अब हो लाग्दैन अब के लाग्छ छ त्यो गुम्बा दार्जिलिङमा छ छ खण्डिस लगोरे यो रे सो त्यो गुम्बा दार्जिलिङमा छ खण्डिस लगोरे गुम्बा दे दार्जिलिङला यो रे अब छ भन्नु पर्यो चाहिँ या यो दा रे या टिम्बो रे दा रे यसलाई छ लेखिदिनुहोस् यो ग्रामर सिक्नेहरू यो जानेकै हुनुपर्छ छ भन्नु पर्यो भने चाहिँ यो रे यो रे सनाखाले छ रे सनाखाले मारे सनाखाले अनि त्यो गुम्बा सिलिगुडीमा नेपालीमा यस्तो भन्नु मिल्छ त्यो गुम्बा सिलिगुडीमा होइन भन्नु मिल्छ त्यसको बदलीमा के भन्ने भन्नुपर्छ छैन त्यो गुम्बा सिलिगुडीमा छैन यो माने यो मा जे यो मारे सो भाषा सिक्नुको लागि हो के हो नि छ छैन त्योहरू भन्नु सिक्नुपर्छ पहिला अब नेपालीमा के पनि भन्छ होइन त्यो गुम्बा जोरबङ्गलोमा रहेछ भन्छ कि भन्दैन रहेछ खण्डिस लगोरे दुख सो त्यो गुम्बा जोरबङ्गलोमा रहेछ 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 भन्नु पर्यो चाहिँ आवो द सटु दुगा दुख रहेछ त्यो गुम्बा जोरबङ्गलोमा रहेछ खण्डिस लगोरे गोन्पा के जोरबङ्गलोला दुख खण्डिस लगोरे गोन्पा दे जोरबङ्गलोला दुख गोन्पा दे जोरबङ्गलोला दुख गोन्पा दे जोरबङ्गलोला दुख गोन्पा दे जोरबङ्गलोला दुख सो नेपालीमा ठ्याक्क मिल्छ सबै मिल्छ उनीहरू कार्यशालामा छैन रहेछ खण्डिस लगोरे मिन्दु अब कार्यशाला खण्डिस लगोरे लेखुङ अनि उनीहरू खण्डिस लगोरे ख नारु खो ना खोङ छ नारु छो छ सनाखाले छोसना हारू हामीहरू तपाईहरू उनीहरू गुम्बामा खण्डिस लगोरे ए अफिसमा लेखुङ ल सा ले खा सचुको ना सा खुङ लेखुङ ल अनि
ला छैन रहेछ खण्डस लगाउने मिन्दुक छैन रहेछ उनीहरू कार्यशालामा छैन रहेछ खण्डस लगाउने 5 टाइम्स खोम्सो लेकुङ ला मिन्दु खण्डस लगाउने खोम्सो लेकुङ ला मिन्दु खण्डस लगाउने खोम्सो लेकुङ ला मिन्दु खोम्सो लेकुङ ला मिन्दु खोम्सो लेकुङ ला मिन्दु हजुर मिन्दुक सो यसरी बोल्ने तरिका चाहिँ नेपाली र टिबेटन ल्याङ्ग्वेज मात्रैमा हुन्छ त्यो हिन्दीमा त छुम्मै सबै हो इङ्ग्लिसमा चाहिँ सबै इस सो नेपाली बोल्नेलाई टिबेटन सिक्नु एकदमै सजिलो छ अब उनीहरू कार्यशालामा छैन रहेछ भने आई सेड खण्डस लगाउने खोम्सो लेकुङ ला मिन्दुक लपाइन मैले आई सेड उनीहरू कार्यशालामा छैन रहेछ भने अनि भने भूतकाल रूपमा ल अनि भूतकालको लागि चाहिँ के जोडेको हुनुपर्छ पाइन प्रथम व्यक्ति भने उनीहरू कार्यशालामा छैन रहेछ भने खण्डस लगाउने खोम्सो लेकुङ ला मिन्दुक लबाइन 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 त वर्तमान काल प्रेजेन्ट टेन्स इन उनीहरू कार्यशालामा छैन रहेछ भन्दैछु काम गर्दैछु हेर्दैछु वर्तमान काल खण्डस लगाउने भन्दैछु छैन रहेछ भन्दैछु ल भन्दैछु त्यो चेन्ज हुँदै जान्छ सबै अनुसार भन्दैछु काम गर्दैछु हेर्दैछु सुन्दैछु वर्तमान काल उनीहरू कार्यशालामा छैन रहेछ भन्दैछु खण्डस लगाउने खोम्सो लेकुङ ला मिन्दुक लगिए खण्डस लगाउने खोम्सो लेकुङ ला मिन्दुक लगिए खण्डस लगाउने खोम्सो लेकुङ ला मिन्दुक लगिए खोम्सो लेकुङ ला मिन्दुक लगिए खोम्सो लेकुङ ला मिन्दुक लगिए अब ल पाइनले चाहिँ भूतकाल देखाउँदैछ भने गियोले चाहिँ वर्तमान देखाउँदैछ भन्दैछु अब भन्ने छु सेन्टेन्स खरे फ्युचर वा अब उनीहरू कार्यशालामा छैन रहेछ भन्ने छु खण्डस लगाउने खोम्सो लेकुङ ला मिन्दुक लगिइन भन्ने छु भविष्यकाल भन्ने छु ला बा लप अनि प्लस कि
भन्ने छु उनीहरूका कार्यशालामा छैन रहेछ भन्ने छु खान्सला भरे कमसो लेखुङ ला बिन्दु लग गी इन खान्सला भरे कमसो लेखुङ ला बिन्दु लग गी इन खान्सला भरे कमसो लेखुङ ला बिन्दु लग गी इन कमसो लेखुङ ला बिन्दु लग गी इन कमसो लेखुङ ला बिन्दु लग गी इन सो भन्ने छु आउने छु जाने छु कोसिस गर्ने छु सबैमा यही लाग्छ गिइन आउने छु हेर्ने छु काम गर्ने छु उनीहरू कार्यशालामा छैन रहेछ भन्नु पर्छ आउनु पर्छ कोसिस गर्नु पर्छ नु पर्छ खन्सला गरे ला गोले अब उनीहरू कार्यशालामा छैन रहेछ भन्नु पर्छ आउनु पर्छ जानु पर्छ कोसिस गर्नु पर्छ भन्नु पर्छ खन्सला गरे ल गोले भन्नु पर्छ ल अनि प्लस गोरेसन नु पर्छ जानु पर्छ आउनु पर्छ कोसिस गर्नु पर्छ सिक्नु पर्छ भन्नु पर्छ अनि खर्सा उनीहरू कार्यशालामा छैन रहेछ भन्नुपर्छ मात्र होइन जानुपर्छ कोसिस गर्नुपर्छ किन्नुपर्छ बस्नुपर्छ अब नु पर्छ खन्सला गरे गोरे नु पर्छ गोरे अब उनीहरू कार्यशालामा छैन रहेछ भन्नुपर्छ 5 टेन्स खन्सला गरे खोमसो लेखुङ ला बिन्दु ल गोरे 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 उनीहरू अफिसमा छैन रहेछ भनिदिनुहोस् आउनुहोस् बस्नुहोस् नुहोस् खन्सला गरे रोक्न अब भनिदिनुहोस् आउनुहोस् कोसिस गर्नुहोस् ल र नारो रोग गासा रोग गाउना नङ उनीहरू कार्यशालामा छैन रहेछ भनिदिनुहोस् 5 टेन्स खन्सला गरे खोमसो लेखुङ ला बिन्दु ल रोक नाम 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 त पन्ना दिनले गुरु नेपाली ला सजिलो छ सारो छ राम्रो छ एडजेक्टिभसित छ भन्नु पर्यो र
아니 서지로 간슬라고 그래. 레라고. 서지로 차. 서지로 라살레 살라달라 파나로고 서지로 차 간슬라고 그래. So 서지로 차 요리. 서지로 차 얘기 있었어. 서지로 차 간슬라고 그래. 레라포 요리 간슬라고 그래. 레라포 요리 간슬라고 그래. 레라포 요리 서지로 차 레라포 요리 서지로 차 레라포 요리 서지로 차게 간슬라고 그래. 레라포 요리 빼 서지로 차게 요리 빼 भाषा पे के को काम गर्दैछ क्वेशन मार्कको काम गर्दैछ सो सजिलो छ के खस्ला भरे ले लाबो यो रेपे 대추샤 튤립이다.